पाटनको प्रसिद्ध रथयात्रा मध्ये एक करुणामय रातो मच्छिन्द्रनाथको रथयात्रा त सबैले सुन्नु भएकै होला। तर के तपाईँलाई थाहा छ, करुणामयको रथभन्दा अगाडि तानिने अर्को एक रथ पनि छ, श्री जटाधारी लोकेश्वरको रथ। को हुन् यी जटाधारी लोकेश्वर? किन यिनको रथयात्रा यति विशेष मानिन्छ? आज हामी सुनाउँदैछौँ पाटनका एक अत्यन्तै प्राचीन र अद्भुत देवता श्री जटाधारी लोकेश्वरको किम्वदन्ती। द्वापर युगको अन्तिम समयतिर मती देश, जुन अहिलेको सातो बाटो क्षेत्रलाई मानिन्छ, त्यस देशमा एक न्यायप्रेमी, धर्मात्मा र दयालु राजाले राज्य गर्थे। उनको नाम थियो राजा वृषदेव। राजा प्रजाप्रेमी थिए, धर्ममा आस्था राख्थे र न्यायपूर्वक राज्य चलाउँथे। तर एक दिन अचानक उनलाई एक अज्ञात रोगले समात्यो। राजाको अवस्था दिनदिनै बिग्रदै गयो। दरबारमा चिन्ता छायो। वैद्य, ज्योतिष, पूजापाठ सबै उपाय गरिए, तर रोग निको भएन। अन्ततः एक समय यस्तो आयो जब सबैले राजा अब बाँच्दैनन् भन्ने ठाने। त्यही बेला भनिन्छ, यमदूतहरूले राजाको प्राणहरी यमलोकतर्फ लगे। यमलोकमा राजा वृषदेवले भयावह दृश्य देखे। यमलोकको दक्षिण दिशातिर अनेक पापीहरूले नरकको कठोर यातना भोगिरहेका थिए। कसैले आफ्नो जीवनमा केही पनि दान नगरेका थिए, कसैले कपट गरेका थिए, कसैले लोभ, अन्याय र अधर्मको बाटो अपनाएका थिए। आफ्नो जीवनमा केही पनि दान नगरेकाहरूलाई पेट असाध्यै ठूलो बनाई, हातखुट्टा अत्यन्तै साना र खाने मुख भने सियोको प्वाल जस्तो सानो बनाइएको राजाले देखे। उनीहरू भोक र प्यासले छटपटाइरहेका थिए। त्यस्तै अरू धेरै पापीहरू पनि आफ्नै कर्म अनुसारका भयानक यातना भोगिरहेका थिए। राजा वृषदेव यो सब देखेर स्तब्ध भए। तर त्यही बेला अचानक त्यहाँ एक दिव्य प्रकाश प्रकट भयो। त्यो दिव्य प्रकाशभित्रबाट प्रकट भए श्री जटाधारी लोकेश्वर। उनको रूप अत्यन्तै करुणामय थियो। जटाले सजिएको शिर, दिव्य तेजले उज्यालिएको शरीर र लोक कल्याणको भावले भरिएको मुखमण्डल। भनिन्छ, उनले आफ्ना दायाँ बायाँ हातका औँलाहरूबाट र आफ्नै जटाबाट अमृतमय जलधारा प्रवाहित गराए। त्यो अमृतधाराले नरकका पापीहरूलाई तृप्त गरायो। भोकले व्याकुलहरूलाई शान्ति मिल्यो, प्यासले छटपटाइरहेकाहरूलाई राहत पाए र पीडाले कराइरहेकाहरूले क्षणभरमै उद्धारको अनुभूति गरे। जटाधारी लोकेश्वरले केवल एक दुईजनालाई मात्र होइन, विभिन्न पापीहरूलाई विभिन्न तरिकाले करुणा प्रदान गर्दै उद्धार गरिरहनुभयो। यो दृश्य देखेर यमदूतहरू नै त्रसित भए। उनीहरू तत्काल यमराज कहाँ गएर सबै घटनाको जानकारी दिए। यमराजले ध्यान दृष्टिले हेर्दा यो लीला जटाधारी लोकेश्वरकै रहेछ भन्ने थाहा पाए। त्यसपछि यमराज स्वयं लोकेश्वर समक्ष गए, पूजा आराधना गरे, स्तुति गरे। तर पूजा समाप्त हुन नपाउँदै क्षणभरमै जटाधारी लोकेश्वर अन्तर्ध्यान भए। त्यसपछि यमराजको ध्यान राजा वृषदेवतर्फ गयो। उनले यमदूतहरूलाई भने, यो धर्मात्मा राजाको आयु अझै सकिएको छैन। तिमीहरूले यसलाई असमयमा किन ल्यायौ? शरीर जलाउनु अघि नै यसलाई तुरुन्त पृथ्वीलोकमा फर्काएर लग। उता पृथ्वीलोकमा भने राजाको मृत्युले सारा राज्य शोकमा डुबेको थियो। अन्त्येष्टिका तयारीहरू भइसकेको थियो। परिवार, भाइ भारदार, प्रजाजन सबैजना अन्तिम संस्कारको लागि भेला भएका थिए। ठिक त्यही बेला आकाश मार्गबाट यमदूतहरू आए र राजाको शरीरमा पुनः प्राण प्रतिष्ठा गरे। क्षणभरमै राजा फेरि जीवित भए। त्यो दृश्य देखेर सबैजना अचम्ममा परे। शोकमग्न दरबार एकाएक आश्चर्य, भय र विस्मयले भरियो। सबैले एकै स्वरमा सोधे, महाराज यो कसरी सम्भव भयो? राजाले त्यसपछि आफूले यमलोकमा देखेको सम्पूर्ण अद्भुत वृत्तान्त सुनाए। राजाको वचन सुनेपछि जनसमुदाय अत्यन्त प्रभावित भयो। उनीहरूले राजासँग अनुरोध गरे, महाराज तपाईँले देख्नु भएको लोकेश्वरको स्वरूप कस्तो थियो? कृपया त्यसको वर्णन गर्नुहोस्। त्यसपछि राजाले आफूले यमलोकमा देखेको दिव्य रूपका आधारमा जटाधारी लोकेश्वरको मूर्ति निर्माण गराए। मूर्ति तयार भएपछि सबैले दर्शन गरे, पूजा गरे, आराधना गरे र दरबारको चोकमा विधिपूर्वक स्थापना गरियो। यसरी जटाधारी लोकेश्वरको नित्य सेवा, पूजा र आराधना हुँदै रह्यो। कालक्रममा राजा वृषदेव निर्वाण भए। उनीपछि उनका भाइ बालार्चनले राज्य सञ्चालन गर्न थाले। बालार्चनले पनि जटाधारी लोकेश्वरप्रति भक्तिभाव राख्थे। तर भनिन्छ, उनले आफ्नो दाजु जस्तै पूर्ण समर्पणका साथ सेवा गर्न सकेनन्। त्यसकारण देशमा कोप भयो।
बटुक भएर बिरालोको रूप लिएर देखा परे। उनले नवजात शिशुहरूलाई मुखमा च्यापी रुखका हाँगामा लगे र आफूसँगै ती बालकहरूलाई अलप गराइदिए। देशभर भय र त्रास फैलियो। जनताले देश छोड्न थाले। राज्य सुनसान बन्दै गयो। जब प्रजाहरू नै रहेनन्, राजा बालार्चनलाई एक्लै राज्यमा बस्न मन लागेन। त्यसपछि उनले जटाधारी लोकेश्वरको मूर्तिलाई साथमा लिएर चक्रवर्ण महाविहार अर्थात् हालको चुकाहबाहामा बस्न थाले। तर जटाधारी लोकेश्वरलाई त्यो स्थान रुचेन। एक रात लोकेश्वरले राजालाई सपनामा दर्शन दिएर भने, तिमीले नित्य पूजा गर्दा एउटा भङ्गेरा आएर चामल खान्छ। त्यसपछि त्यो जहाँ गएर बस्छ त्यही मेरो लागि विहार निर्माण गर। भोलिपल्ट ठिक सपनामा भने जस्तै भयो। नित्य पूजाको बेला एउटा भङ्गेरा आयो, चामल खायो र उत्तर दिशातर्फ उडेर एउटा चौरमा गएर केही बेर बस्यो। राजाले त्यो स्थानमा चिन्ह लगाए। त्यसपछि सम्पूर्ण बन्दोबस्त मिलाई त्यही मन्दिर निर्माण गराएर जटाधारी लोकेश्वरलाई पुनः स्थापना गराए। किनकि लोकेश्वरले भङ्गेराको रूप लिएर विहार बनाउन लगाएका थिए, त्यसैले यस देवतालाई चखुङ देव भनियो। नेवारी भाषामा चखुङको अर्थ भङ्गेरा हो। समय बित्दै जाँदा यही नाम अपभ्रंश भएर चाक्वा देव, चुक्वा देव जस्ता नामले पनि चिनिन थाल्यो। अर्को मान्यता अनुसार चक्रवर्ण महाविहार अर्थात् चुकहबाहासँग सम्बन्धित देवता भएकोले यसलाई चुकहबाहालको देवता भनेर पनि सम्बोधन गरियो र पछि त्यही उच्चारण परिवर्तन हुँदै चोकहबाहा देव हुन गएको भन्ने जनविश्वास पनि पाइन्छ। जब यस देवताको रथयात्रा सञ्चालन हुन थाल्यो, देशमा चारैतिर सुख, शान्ति, उन्नति र समृद्धि फैलियो। मानिसहरूले यसलाई शुभ सङ्केतका रूपमा लिन थाले। जटाधारी लोकेश्वरको पूजा र रथयात्रा जनजीवनसँग गहिरोसँग जोडिँदै गएको थियो। धेरै कालपछि पाटनमा करुणामय रातो मच्छिन्द्रनाथलाई कामरू कामाक्षा अर्थात् हालको भारतको असमबाट ल्याइयो। त्यस समय पाटनमा विभिन्न देवताका 7वटा रथयात्रा चल्ने गर्थे। गुरु बन्धुदत्त आचार्यले मच्छिन्द्रनाथको रथयात्रालाई मुख्य रूपमा सञ्चालन गर्न अन्य रथयात्राहरू हटाउने विचार गरे। यसका लागि उनले तान्त्रिक विधिबाट चैत्यहरूमा देवताहरूलाई आह्वान गरे। अन्य सबै देवताहरू राजी भए। तर जटाधारी लोकेश्वर क्रोधित भए। उनको क्रोध यति प्रबल थियो कि उनलाई साधना गरिएको चैत्य नै चर्कियो। यो अद्भुत दृश्य देखेर बन्धुदत्त आचार्यले बुझ्नुभयो जटाधारी लोकेश्वरको रथयात्रा हटाउन सम्भव छैन। त्यसपछि उनले एउटा उपाय निकाले। पहिले जटाधारी लोकेश्वरको रथ तान्ने, त्यसपछि मात्र करुणामय मच्छिन्द्रनाथको रथ तान्ने। त्यसै परम्परा अनुसार आज पनि जटाधारी लोकेश्वरको रथयात्रा करुणामय मच्छिन्द्रनाथको रथयात्रा भन्दा अगाडि गरिन्छ र मच्छिन्द्रनाथको रथयात्रा सँगसँगै जटाधारी लोकेश्वरको रथयात्रा पनि विशेष सम्मानका साथ गरिन्छ। यसरी नरकमा पीडित आत्माहरूलाई अमृतधाराले तृप्त गराउने करुणामय रूप, भङ्गेराको रूप धारण गरेर आफ्नै स्थान चयन गर्ने दिव्य इच्छा र आफ्नै रथयात्राको परम्परा जोगाइराख्ने अद्भुत शक्ति, यी सबै कारणले श्री जटाधारी लोकेश्वर पाटनका अत्यन्त पूजनीय देवतामध्ये एक मानिन्छन्। यो केवल एक धार्मिक कथा मात्र होइन, यो करुणा, आस्था, चमत्कार र परम्पराको जीवित इतिहास हो। यदि तपाईलाई यस्ता प्राचीन कथा, लोक किम्वदन्ती, देवदेवीका रहस्य र हाम्रो सभ्यतासँग जोडिएका अद्भुत प्रसङ्गहरू मनपर्छ भने कथा किम्वदन्तीलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। भिडियो मन परेको भए लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् अर्को भिडियोमा कुन किम्वदन्ती सुन्न चाहनुहुन्छ। धन्यवाद।